आज हामीसँग कृतिका ढकालजी हुनुहुन्छ र उहाँको फिनल्यान्डको रेसिडेन्ट पर्मिटको डिसिजन आइसकेको छ। एकदमै लङ वेटपछि आएको छ। फर्स्टमा त तपाईँलाई कङ्ग्रेचुलेसन। थ्याङ्क यू सो र मच। अघि हामीले इन्फर्मल्ली कुरा गर्दाखेरि उहाँले रिकमेन्ड गर्नुभएको दिदी दाईहरूको चाहिँ पहिल्यै भिजा आएर गइ पनि सक्नुभएको रहेछ। फर्स्टमा चाहिँ तपाईँको दाई दिदीहरूलाई फिनल्यान्डमा कस्तो छ अलिकति केही सेयर गरिदिनु न। अहिले चाहिँ एकदम ठिक छ। लगभग 1 इयर जति हुन लाग्यो जानुभएको। अनि अब कामहरू पनि हल्का हल्का गरिराख्नु छ, युनिभर्सिटी जाने आउने। अनि फर्स्टमा तपाईँ फिनल्यान्ड इन्ट्रेस्ट हुनु भएर तपाईँले दिदीलाई र दाईलाई फिनल्यान्डको बारेमा भन्नुभएको। हजुर, फर्स्टमा चाहिँ मैले अप्लाई गर्ने भनेको, अनि दिदीहरूले चाहिँ अरू कन्ट्री हेर्दै हुनुहुन्थ्यो। फेरि हामी जाने भनेर उता क्यान्सल गरेर फिनल्यान्ड अप्लाई गर्नु। ओके, तपाईँलाई चाहिँ फिनल्यान्ड किन इन्ट्रेस्टेड हुनुभयो? मलाई चाहिँ अब त्यहाँको एजुकेसन सिस्टम राम्रो, अनि क्वालिटी लाइफ, अनि त्यहाँको स्टुडेन्टहरूले पाउने फेसिलिटीहरू सुनेर चाहिँ मलाई अरू कन्ट्रीभन्दा चाहिँ फिनल्यान्ड ठिक छ जस्तो लाग्यो। अनि तपाईँ पुग्न नपाए पनि तपाईँको दाइ दिदी त पुगिसक्नु भएको छ। जे तपाईँले सुन्नुभएको थियो अलमोस्ट त्यस्तै रहेछ कि केही डिफ्रेन्सेसहरू उहाँले त पक्कै तपाईँलाई सेयर गर्नुभयो होला, के चाहिँ रहेछ? त्यस्तो डिफ्रेन्स त केही पनि छैन। जस दाइ दिदीहरूले जस्तो गाह्रो भएको छ भन्ने कुरा चाहिँ केही गर्नुभएको छैन। जस ठिक छ, रमाइलो छ भन्नु। ओके, अब तपाईँ जाँदै हुनुहुन्छ अनि के कुराहरूमा चाहिँ हामीले अलिकति यहाँबाट जुन अरू पनि धेरै स्टुडेन्टहरू भिजा वेटिङमा पनि हुनुहुन्छ, किनकि मैले तपाईँलाई लगभग एउटै क्वेसन सोधेको कारण चाहिँ किनकि तपाईँले रिकमेन्ड गर्नुभएको दाइ दिदीहरू उहाँ हुनु भएर पक्कै पनि उहाँले यो स्किलहरू चाहिँ सिकेर आयो भने चाहिँ अझ सजिलो हुन्छ भनेर केही तपाईँलाई केही सजेसनहरू गर्नुभएको छ कि के छ? हजुर, मैले चाहिँ मसँग चाहिँ टाइम अलिक धेरै नै भएर मैले ल्याङ्ग्वेज क्लास लिएँ फर्स्टमा चाहिँ। अनि त्यसपछि चाहिँ अहिले नेल्सहरू सिकिरहेको छु, अनि मेकअपहरू एक्स्ट्रा एक्टिभिटिजहरू सिकिरहेको छु। ओके, हुन्छ त्यो सिकेर आउँदा चाहिँ केही प्लस पोइन्ट हुन्छ भनेर तपाईँलाई पक्कै पनि सजेस्ट पनि गर्नुभएको होला। हजुर, अब जाने बित्तिकै फ्रिल्यान्सिङ काम गर्ने चाहिँ सजिलो हुन्छ भनेर। र कति लगभग 1 इयर वेट गर्नु पऱ्यो होइन भिजाको लागि? भयो एकदम 11 मन्थ, अनि कति डेजमा भिजा आएको मेरो चाहिँ। ओके, अनि यो बिचको टाइममा चाहिँ अब त विथड्र गर्नुपर्छ कि क्या हो भनेर जस्तो त्यस्तो फिलिङहरू आयो कि आएन? किनकि अरू पनि हाम्रो कति स्टुडेन्टहरू चाहिँ वेटिङमै हुनुहुन्छ होइन, न यो भिजा न कन्सल्टेन्सीको हातमा छ न स्टुडेन्टको हातमा छ। त्यो हुँदाखेरि तपाईँले चाहिँ त्यो बिचमा चाहिँ जति जो पनि भिजा वेटिङमा हुनुहुन्छ उहाँलाई चाहिँ के गरेर चाहिँ बरु टाइम पास यो गर्दाखेरि चाहिँ हुन्छ भनेर केही सजेसनहरू छ? मैले चाहिँ विथड्र गर्ने चाहिँ मेरो सोच होइन। जस यहाँबाट चाहिँ त्यो आउन चाहिँ आउँछ, तर हल्का टाइम लाग्छ होला, स्किल्सहरू सिक्दै गर भन्नुभयो। अनि म चाहिँ एकचोटि बिचमा कल पनि आएको थियो डिफर गर्दाखेरि विथड्र गर्नुहुन्छ कि भनेर। अनि मैले चाहिँ विथड्र नगर्ने भनेर वेट नै गरेँ। ओके, र तपाईँलाई जुन हिसाबले तपाईँ आइडिबी आउनुभएको थियो, जुन सर्भिसहरू तपाईँले हामीबाट लिनुभयो त्यसमा तपाईँलाई कस्तो सर्भिस चाहिँ कस्तो पाउनुभयो, कसरी आइडिबी चाहिँ कसरी आउनुभयो अलिकति सेयर गरिदिनु न मैले चाहिँ यदि याद छ भने, किनकि लङ टाइम भइसक्यो। मैले चाहिँ हजुरकै भिडियो देखेर आएको हो। खासमा चाहिँ टिकटकमा हजुरको त्यो भिडियोहरू आइरहेको थियो फिनल्यान्डको भनेको, अनि एकचोटि गएर बुझौँ न भनेर अनि आएको। र भनेको जस्तो सर्भिसहरू पाउनुभयो? हजुर, सर्भिस चाहिँ एकदम मन पऱ्यो। मेरो चाहिँ अब लगभग 11 मन्थ जतिमा हरेक हप्ता 2-2 हप्तामा या मन्थली चाहिँ इमिग्रेसनसँग टचमै हुनुभयो यहाँ सर म्यामहरूले। अनि उता कलेजबाट पनि डिफर पनि भयो। जो सबै कुरामा चाहिँ एकदम हेल्प गर्नुभयो। लास्टमा केही भन्न चाहनुहुन्छ, केही छ? केही छैन, थ्याङ्क यू सो मच। अनि हेल्प गर्नुभयो धेरै नै। हजुरहरू बिना चाहिँ यो भिजा चाहिँ पोसिबल थिएन। थ्याङ्क यू र कङ्ग्रेचुलेसन। थ्याङ्क यू।